सबैलाई नमस्ते। फेरि पनि विशाल र मौलीको ब्लगमा वेलकम छ है। अहिले हामी चाहिँ काला सतमामा छौँ हैन। यहाँ देख्न सक्नुहुन्छ मेट्रो हिँडिरहेको छ है। अब आजको ब्लगको मेन उद्देश्य भनेको चाहिँ फिनल्यान्डमा हैन, यदि तपाईलाई बुङ्गुरको मासु एकदम खाने रहर छ भने है, बुङ्गुरको मासु सस्तो मिठो कहाँ पाइन्छ भन्ने लोकेसन है, त्यो देखाउन गइरहेको छौँ अब है। अब यहाँबाट हामी जान्छौँ है। मासु चाहिँ एकदम बवाले पाउँछ है। सस्तो छरी तर मिठो है। मात्र केजीको 6 युरो समथिङ हैन, 5 युरो समथिङ है। कति लगभग त्यस्तै कति भन्दाखेरि 5 युरो 60 सेन्ट 70 सेन्ट यस्तै समथिङ पर्छ है। अनि त्यो पाउने ठाउँ चाहिँ कहाँ हो भन्दाखेरि यहाँबाट देखिन्छ होला। उयो आइमो लेखेको छ नि, आइमो लेखेको ठाउँमै हो है। त्यो देख्छ नि आइमो त्यहाँ चाहिँ इङ्ग्लिस सक्नु हुन्छ। तर त्यो एउटा त्यो चाहिँ अर्को ठाउँमा 1 युरो पर्छ है। त्यहाँ 70 सेन्ट पर्छ, 70 समथिङ। त्यो चाहिँ रेलवेको सेकेन्ड पर्दैन। मौसम चाहिँ एकदम जाडो छ है। अब यहाँ हेर्न सक्नुहुन्छ है, हाम्रो के भन्छ नेपाली रेस्टुरेन्ट छ। है ल, यसमा पाउने है बुङ्गुरको मासु। अनि मन्डे टु फ्राइडे 6 देखि 20, अनि सन्डे 6 देखि 18, र सटरडे 6 देखि 18 र 9 देखि 16 रहेछ है। अनि यही हो। फोन आयो है, त्यहाँबाट यस्तो टक्क छिरेर है यता चाहिँ मार्केट छ भन्ने प्रायः थाहा हुन्छ है। एकदम भित्र छ कि यो चाहिँ है। गोरीहरू छ है अगाडि। ल हामी चाहिँ यहाँ बुङ्गुरको उसमा चाहिँ केजीको ठ्याक्कै कति धेरै हुन्छ। केजीको त मात्र कति धेरै हुन्छ भने शीतल त चाहिन्छ। कति होला? यो बुङ्गुरु किमान रहेछ है। आइमोको यसको जम्मा कति 6.95 7 रुपियाँ रहेछ है। भर्खर अब हामी किनेर निस्केको अवस्था। ल, यदि सस्तो बुङ्गुरको मासु खानु छ भने एकचोटि अब यो ठाउँ आउनु होला है। प्रेजमा अनि अरू मार्केटको कम्पेयरमा एकदम सस्तो हो यो है। एसियन मार्केट, प्रेजमा लगायतको कम्पेयरमा एकदम यो धेरै सस्तो हो।